बाहिरबाट देख्दा मात्रै नाइकी र जोर्डन है बोतल बेच्यो जुगाड चाहिँ गर्छ नेपालीले हो। सो वाट्स अप ब्युटिफुल पिपल, गुड मर्निङ। फेरि एउटा नयाँ भिडियोमा सबलाई वेलकम छ। अनि आजको चाहिँ म एक्लै कहाँ हिँडेको भन्दाखेरि कोही न अरू बेला त कोही न कोही एकजना साथी हुन्छ कि हुँदा आज चाहिँ म एक्लै जान्छु कहाँ भने मेरो साथी आउँदैछ नि एकजना। अनि आज हाम्रो मोमो खाने प्लान छ चट्टा होइन। अनि त्यही उसलाई लिन जाँदैछु यसो बजार गरेर सामानहरू लिने अनि मोमोसोमो खाने। किनभने अब बाहिरतिर इन्डियन फुडहरू पाउँदैन अनि अब आफूलाई के खानु मन लाग्दाखेरि चाहिँ आफै बनायो रुममा होइन। अनि उसले चाहिँ राम्रो बनाउँछन् कि त्यही भएर ऊ आएर अघि बसिरहेको छ। म जाँदैछु भेटेर सामान लिएर हुनेछ। यो मान्छेले मलाई 15 मिनट अगाडि नै आएर बसिरहेको छु भन्दैछ, भर्खर आउँदैछ। बाफ्रे कबसे इतना तेज कबसे इतना तेज। अघि आयो भनेर म आएर यहाँ बस्दा यार मान्छे त फास्ट अरे। चाहिँ यस के अरे हाम्रो यो दुनियाँमा आउने केही मकसद छ कि छैन हो। बिहान भात पकायो, दिउँसो धन्दा गऱ्यो, ड्युटी गयो, आयो सुत्यो, यति नै मात्रै हो कि क्या होला। यही हो दुनियाँ, यस्तै हो। केही त मकसद होला नि त यार हाम्रो पनि। सेलेरी आउँछ टक्कै होइन, टक्कै आयो घर पठायो हो। लास्टको महिनामा रुँदै बस्यो, 10-20 युरो दिएन 10 युरो बोतल बेच्यो जुगाड चाहिँ गर्छ नेपालीले हो। खट्टु त खानु पर्यो विकेटमा, बोतल बिक्री गरेर पनि जुगाड चाहिँ गर्छ नेपाली। गाह्रो छ है, बाहिरबाट देख्दा मात्रै नाइकी र जोर्डन है कहाँ जारा हो। भित्र चाहिँ कस्तो कतिको दुःख हुन्छ त्यो जो बाहिर एब्रोडमा छ त्यसलाई मात्रै फेस गर्न थाहा हुन्छ कि। सेलेरी त आउँछ नि, आइसक्दा घर गइहाल्छ। अनि आफूसँग त जस्तो थियो काम गर्दा सुरुको मन्थमा पनि जस्तो थियो त्यस्तै नि लास्टमा पनि। अनि तिमीले आज मलाई किन झुट भनेको त नि? म आएर बस्दा यार त्यहाँ अरे त्यो त अगाडि भन्नु पर्यो नि, तिम्रो नेटवर्क छैन, तिमीलाई कहाँबाट कन्ट्याक्ट गर्नु। अब रिचार्ज हुन्न फोनमा, रिचार्ज गर्दा महिनाको 1500 गइहाल्छ इन्डियन हो। अनि किन रिचार्ज गर्ने भनेर रिचार्ज गरिँदैन। अगाडि नै भन्नु पऱ्यो नि त। कितना छाप के जा रहे हो? 120 यूरो। 120 यूरो कितना कटिंग है? 11-12 के आसपास। बढ़िया। अभी 12 का कटिंग है। अभी 3 कटिंग और करना है जाके कलांटा में। एक का कितना लेते हो? अरे रिपोर्टिंग हो रहा है 20 यूरो एक कटिंग का 20 यूरो। ओहो बेलुका मोमोसोमो खायो होइन। अझै ड्युटी लागेको म आफ्टरनुन सिफ्ट आजबाट सुरु। यस मन्डे चाहिँ कस्तो लाग्छ भने मलाई स्कुल छुट्टी भएर सन्डेसम्म छुट्टी भएर मन्डे जाँदाखेरि कस्तो बोरिङ लाग्दैन त्यस्तै लाग्छ कि। तर आजको दिन पार भएपछि चाहिँ फेरि पहिलेदेखि चाहिँ दिन गएकै थाहा हुँदैन, कति छिटो पुरा गइहाल्छ। वेदर पनि पुरा क्लाउडी छ। यहाँ चाहिँ मैले के लाग्यो भने यहाँ स्किल वर्करको चाहिँ धेरै कमी छ कि। केही पनि कामहरू सिकेर इन्डियादेखि यता एब्रोड आउने प्लान हुँदैछ भने चाहिँ केही पनि काम सिक्नु कि उहाँ चाहिँ। जस्तो अब यहाँ अब हिजो मैले एउटा सानो क्लिप बनाएको थिएँ, त्यो कपाल काट्ने होइन, बर्बरहरूको भयो, वेल्डिङहरूको भयो, हल्का के त्यस्तो प्रोफेसनल पनि चाहिएन, हल्का बस। अनि के हो होटेलहरू लाइनमा भयो, काहीँ पनि के हल्का छिटै सिक्ने खालको स्किलहरू सिकेर आउँदाखेरि चाहिँ यहाँ चाहिँ बेस्ट हुन्छ कि। यहाँ स्किल वर्करको धेरै नै कमी छ। त्यही भन्छु म चाहिँ अब आउनेहरूलाई, जो आउने प्लान गर्दै हुनुहुन्छ, काम सिकेर आउनु कि धेरै फाइदा छ यहाँ। म आफ्नो भिडियोमा होइन अब जति पनि म भिडियोहरू अपलोड गर्छु म केही न केही इन्फर्मेसनहरू यहाँको बारेमा दिनेछु। म यति ट्राई गर्छु कि तपाईँहरूको टाइम चाहिँ वेस्ट नहोस् कि केही न केही इन्फर्मेसन चाहिँ अब मेरो भिडियोदेखि तपाईँहरूले भेट्नुहुन्छ। सो किप सपोर्टिङ। सो बाई, नेक्स्ट भिडियोमा भेट्नु ल।